Hello everyone guys, welcome back to my channel. One time after come back my channel. I hope म सन्चै छु। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने मन लागिरहेको छ। फुर्सदै नपाउने कि आज हल्का फुर्सद भएको समयमा मार्केट जाउँ भनेर हिँडेको, तर फुर्सद मिलिरहेको छ। त्यही भएर थोड़ा भिडियो बनाउने कोसिस गर्दैछु। त्यहाँको दृश्यहरू सबै देखाउनेछु म। अहिले रातिको समय छ, बाहिर रातमा पनि धेरै गर्मी छ। के भने मौसम चेन्ज भइरहेको अवस्था, भोइस पनि हल्का बोल्न पनि अलिकति गाह्रो गाह्रो भइरहेको अवस्था होइन। हामी चाहिँ लिफ्टमा चढ्दैछौँ। अब माथि तल्लामा जाँदैछौँ हामी। मेरो साथी यो तोर्पे लिफ्टमा चढिरहेछ। गाह्रो छ, गाह्रो छ। यस्तै छ जिन्दगी, परदेशी जिन्दगी। के गर्नु, टाइमै नमिल्ने जिन्दगी बामदोल छ। फाइनली हामी चाहिँ फुलको बगैँचामा आइसक्यौँ। फुल फुलिरहेको बगैँचामा आयो है त गाइस। अब मैले चाहिँ गर्लफ्रेन्डलाई फुल दिँदैछु भनेर भन्न मिलेन के अरे। गर्लफ्रेन्ड भए पो दिनु त। यो फुल चाहिँ अब प्यारीले दिनु भने प्यारी टाढा छिन्, अब यही भाइलाई दिनु पर्ला जस्तो। ल कसलाई दिनु र, कसलाई दिनु र। अब चाहिँ यो फुल चाहिँ यही भाइले ल पकर भाइ पकर। अनि भन्दैछ तपाईँ गर्लफ्रेन्डले दिनुहोस् रे। म लग्दैन भन्छ अब। ल ल ल ल ल केटा ल। के गर्नु, यो साउदीमा गर्लफ्रेन्ड केटीहरू पाउँदैन। अब के गर्नु, यस्तै त हो नि। पकर केटा पकर पकर। पकरिहाल्यो नि केटीले, सिद्धिहाल्यो नि पक्का। ठिकै छ, यहीले सम्झेर भाइले नै दिन्छ। यहीले सम्झेर भाइले दिएछ ल। म पिक्चरहरू है यो एरियामा घुम्दैछु म। को बाहिरतिर गर्मी छ, भित्रतिर चिसो छ।
यस्तै छ के गर्नु। ल मैले चाहिँ घुमिरहन्छु, एकछिन लास्टसम्म हेरिदिनु होला अनि लाइक कमेन्ट गरिदिनु होला होइन। सबै दृश्यहरू यताको म देखाउने नै छु, खबर चाहिँ हेर्दै गर्नुहोस् है। म चाहिँ अहिले अर्को एरियामा पुगिसकेको छु, घुम्दैछु। सो धेरै दिनपछि घुम्न पाउँदा चाहिँ खुसी पनि लागिरहेछ, प्यारीको याद पनि आइरहेछ। घुम्दाखेरि प्यारीसँग घुम्न पाए आनन्द आउँथ्यो भन्ने मनमा लागिरहेछ गाइस। तर केही छैन, एक दिन आउला नि त होइन भनेर कुरेर बस्दैछु। हामी चाहिँ घुमेर बाहिर निस्किसकेको अवस्था हो। अब रुमतिर जान्छौँ। थ्याङ्क यू सो मच हेर्नुहुने साथीहरूलाई। यदि त नयाँ साथीहरू हुनुहुन्छ भने मसँग जोड्नु होला, लाइक कमेन्ट गर्न नभुल्नु होला। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है गाइज। र थ्याङ्क यू सो मच गाइज। फेरि पनि भेटौँला ल नेक्स्ट भिडियोमा। ल है गाइज।